इन्सुलिन लाउँदाखेरि ध्यान दिन पर्ने कुराहरू के हुन्छन् भन्दा एउटा त तपाईँले नाइटोको 4 औँला छोडेर कि दायाँपट्टि कि बायाँपट्टि लाउने हो, नाइटोमै लाउने चाहिँ होइन है। अनि एकचोटि लाउनुभन्दा पहिले 1-2 थोपा चाहिँ त्यो मेसिनबाट बाहिर फाल्नुपर्छ। अनि अर्को भनेको कम्तीमा 2 देखि 3 पटकसम्म त्यो एउटा निडलले लगाएपछि त्यो सुई चाहिँ चेन्ज गर्नै पर्छ है। अनि फ्रिजमा स्टोर गरेर राख्न पर्यो। अनि किनेर ल्याउँदाखेरि त्यतिखेर पनि आइस बक्समा हालेर लिएर आउनुपर्छ। अनि औषधि चाहिँ लाउनुभन्दा पहिला हेर्ने, भित्र हेर्दाखेरि चाहिँ पुरै सफा छ कि छैन त्यो पनि विचार गर्नुपर्छ। अनि लाउने ठाउँमा कतै घाउहरू भएको छ कि छैन, अनि त्यहाँ डल्लोहरू आएको छ कि छैन, त्यो कुराहरू पनि हेर्नुपर्छ। अनि खासमा चाहिँ इन्सुलिन लगाएको टेक्निक मिलिरहेको हुँदैन। अनि इन्सुलिनको डोज चाहिँ बढाए ओहो मलाई त इन्सुलिनले कामै गरेको छैन भन्ने हुन्छ। सही तरिका अपनाएर यदि इन्सुलिन लगाइयो भने धेरै डोज चाहिँ खासै चाहिँदैन है। त्यही भएर यदि इन्सुलिनको मात्रा बढ्दै गइराखेको छ, तपाईँलाई धेरै चाहिराखेको छ भने आएर एकचोटि लगाउने तरिका मिल्या छ कि छैन त्यो चाहिँ स्योर गर्नै पर्छ है। त्यो इन्सुलिन लाउन सिकाउने टेक्निसियनसँग अथवा तपाईँले उपचार गरिरहेको डाक्टरसँग है।